दर्शकबिन गुड मर्निङ अनि हार्दिक स्वागत छ। यो थलारा गाउँपालिका वार्ड नम्बर 7, 8 नम्बर क्षेत्र देख्न सक्छौँ हामी। पारी थलारा गाउँपालिकाको कार्यालय हामी देख्न सक्छौँ। म यो भिडियो थलारा गाउँपालिका 7 को माडो काट्नेबाट कैद गरिरहेको छु। यहाँबाट विभिन्न ठाउँका दृश्यहरू हामी देख्न सक्छौँ। पारीपट्टि दुर्गाथलीका भूभाग, केदारसिंहका भूभाग र पारीपट्टि बित्थरसिरका भूभाग पनि देख्न सक्छौँ हामी। र दुर्गाथलीको केही भूभाग चौधारी, जुजी लगायतका माथिका क्षेत्रहरूमा पनि देख्न सक्छौँ हामी। यहाँबाट एकदमै रमाइलो भइरहेको छ बिहानीको दृश्य। र यो माडो काट्नेको स्कुल हो। यहाँ भलिबल केही बेरमा सञ्चालन हुनेछ, तपाईहरुलाई जानकारी गराउँ। जम्मा 14वटा टिमको सहभागी छ। जहाँका विभिन्न पालिकाबाट सहभागीहरूको टोली यो प्रतियोगितामा उपस्थित भइसकेका छन् र आज खेलहरू सञ्चालन हुनेछन्। चतुर्दशी तथा सांस्कृतिक विभिन्न कार्यक्रम सहित भलिबलको पनि आयोजना गरिएको छ। उसरी यो पटक पहिलो पटक हो थलारा गाउँपालिका वार्ड नम्बर 7 को आयोजना र चतुर्दशी मेला समितिको आयोजनामा चाहिँ यो भलिबल प्रतियोगिता हुन गइरहेको छ। हिजो औपचारिक रूपमा उद्घाटन भयो भने र आज भलिबल खेलहरू सञ्चालन हुनेछन्। तपाईहरुलाई नेटले काम दिएसम्म र नेटले भ्याएसम्म मैले सकेसम्म तपाईहरुलाई भलिबल खेल प्रत्यक्ष प्रसारण गर्ने म प्रयास गर्नेछु। एकदमै रमाइलो बिहानीको घाम, चिसो मौसम, थलाराका भूभागहरू, उसरी डाँडामा रहेको यो माडो काट्ने एकदमै पिपलको रुख यहाँनिर देख्न सक्छौँ। उसरी यहाँका विद्यालयका भवन हेर्ने हो भने केही भवनहरू नयाँ संरचनाहरू छन् भने केही जीर्ण अवस्थामा रहेका संरचनाहरू छन्। भौतिक संरचनाहरू अलि कमजोरी अवस्थामा देखेँ मैले यहाँ यो स्कुलमा चाहिँ। विद्यालयका भवनहरू केही नयाँ अवस्थामा छन् भने निर्माण गरिएका केही पुराना भवनहरू पनि यहाँ छन्। यो चाहिँ नयाँ भवन रहेछ, उसरी चिटिक्क छ र यो पनि उसरी नयाँ नै रहेछ। र केही भवनहरू जो म यो तलाबाट भिडियो बनाइरहेको छु यो चाहिँ पुरानो भवन रहेछ, उसरी जीर्ण अवस्थामा। र यहाँ भनौँ न विद्यार्थीहरू पनि बस्दा रहेनछन्, उसरी जीर्ण अवस्थामा रहेका। यो चाहिँ अफिस हो। हवस् साथीहरू, हामी केही बेरपछि लाइभमा जोडिनेछौँ। भलिबल खेलमा हामी सामेल हुनेछौँ। तबसम्मका लागि भने यो भिडियो मार्फत भने म गणेश थाइपरी बिदा हुन्छु। नमस्कार।